अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ क्या, मेयर भनेको काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको त बोल्ने ठाउँ हो। अब विचार गर्नु न कति बोल्छ होला अर्का साम्पाङ। मित्रहरू, नेपाली माटोको सुगन्धलाई सर्वोपरि ठान्ने, सधैँ देशको पक्षमा वकालत गर्ने, विद्रोही स्वभावका धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं हालको प्रतिनिधि सभाका सांसद हर्क साम्पाङलाई हामी नजिकबाट चिन्ने कोसिस गर्नेछौँ। हर्क साम्पाङको लाइफस्टाइल, उनको अध्ययन र उनको राजनीतिक जीवनको बारेमा आज हामी विस्तृत चर्चा गर्नेछौँ। मित्रहरू, 2039 साल फागुन 15 गते खोटाङको खारतामछामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी 2056 सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्। अध्ययनकै क्रममा उनले धरान स्थित एक ल्याङ्ग्वेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षकको रूपमा पनि काम गरे। त्यसको केही समयपछि उनी विदेशिएका थिए। अफगानिस्तान र इराकमा 6 वर्ष बसेपछि उनी फर्किएर सामाजिक काममा लागे। धरान उपमहानगर प्रमुखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लागिरहेका थिए। तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने 105 मिटर चौडाइको मदन भण्डारी राजमार्ग अन्तर्गत स्थानीयवासीको घर जग्गा जोगाउने अभियानबाट सुरुवात गरे। सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलदै गयो। सन् 2012 मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पनि पानी वितरण भए पनि समस्या जिउको त्यौं रह्यो। साम्पाङले पहिलो पटक हिम्मतका साथ आयोजना प्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा विस्तारै अन्यले पनि साथ दिँदै गए। धरानको खानेपानी आयोजना, बीबी प्रतिष्ठानको भ्रष्टाचार, बेतिती र महँगी विरुद्ध उनले बुलन्द आवाज पार्दै गए। उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागिरहे। 2074 को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए। 2076 को उपचुनावमा भने उनी तिनै मुद्दा बोकेर एक्लैको निर्णयले स्वतन्त्र उम्मेद्वार बनेका थिए। भ्रष्टाचार मुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको थियो। एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले त्यो पटक जनमत दिने मौका पाए। दलप्रति स्थानीयले पटक पटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मत मार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ। धरान उपमहानगरपालिकाको मेयर हुँदा साम्पाङले धरानवासीलाई पानी खुवाउँछु भनेर निरन्तर लागिरहे र श्रमदान मार्फत त्यो सम्भव पनि गराए। हालै सम्पन्न प्रतिनिधि सभामा उनी सुनसरी 1 बाट चुनावमा उठेका थिए र प्रतिद्वन्दीलाई भारी मतले हराएर उनी आफ्नो पार्टी श्रम संस्कृति पार्टी मार्फत अब संसदमा देखिनेछन्। उनले अहिले पनि भनिरहेका छन्, म पहिले मेयर पदमा हुँदा काम गर्ने पदमा थिए, अब म प्रतिपक्षमा छु, अब झनै सरकारलाई गजगजाइरहने र खबरदारी गर्ने काम गर्नेछु। मित्रहरू, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङको विषयमा तपाईको धारणा के छ? कृपया कमेन्टमा लेख्नुहोला।